नमस्कार दर्शकवृन्द, न्यूज इन नेपालीको अन शोमा म प्रस्तोता निरज प्याकुरेल तपाईहरुलाई पुनः स्वागत गर्दछु। विभिन्न व्यक्तित्वलाई स्टुडियोमा उपस्थित गराउने क्रममा आज हामीसँग अलिकति छुट्टै विधामा व्यक्तित्व बनाउनु भएका हाम्रा डीजे तेन्जिङ हुनुहुन्छ। यहाँहरूले भर्खरै क्लिप्सहरू हेरिहाल्नुभयो। आउनुहोस् उहाँलाई स्वागत गरौँ हाम्रो कार्यक्रममा। हजुर, तपाईलाई स्वागत छ डीजे जी। नमस्ते। सन्चै हुनुहुन्छ? एकदमै। इजरायलमा हजुरको पहिलो पल्टको? दोस्रो चोटि। कस्तो लागिरहेछ इजरायल? इजरायल अब के भने संसारको धेरै देशहरूमा घुमेँ, तर इजरायलमा चाहिँ अलिकति डिफ्रेन्ट के छ भने संसारमा कति मान्छेहरू काममा बिजी हुन्छन् अनि प्रोग्रामहरूमा आउनु चाहेर पनि आउन सक्दैनन्, तर इजरायलमा चाहिँ अब अलिकति फ्राइडे स्याटरडे छुट्टी भएको कारणले चाहिँ सबैजना प्रोग्राममा उपस्थिति हुने भएको हुनाले अब इजरायलमा अझै 2-3टा प्रोग्राम गर्न पाए हुन्थ्यो कि भन्ने सोच लागिरहेछ। सबैभन्दा पहिला जस्तो डीजे तेन्जिङ भन्नुभएको छ होइन, तपाईँको पुरा परिचय पाउँ न। मेरो नाम तेन्जिङ शेर्पा, म सोलुखुम्बु जिल्लाको टापिङ गाविसबाट हाल काठमाडौँमा जोरपाटी बौद्ध जोरपाटी बसिरहेको छु। काम चाहिँ म 91 देखि चाहिँ मेरो डीजे पेसामा संलग्न भएर हालसम्म इट्स बिन लाइक 17 इयर्स भयो यसमा लागिरहेछौँ। बिफोर 2 वर्ष अगाडि मैले चाहिँ आफ्नो क्लबमा जति डिजाइनहरू चाहिँ छाडेँ। म अलिकति देश विदेशहरूमा अनि नेपालभित्र पनि अब डिजेहरू गरिरहेको छु, तर क्लबमा चाहिँ काम गर्दैन। जस्तो मान्छेले डीजे डीजे भन्छन्, कतिजना दर्शकहरू हुनुहुन्छ, यो डीजेको खास अर्थ के हो बुझाइदिनुहोस् न। डीजे भन्नाले चाहिँ यसको चाहिँ सर्ट फर्म हो। डीजे भने चाहिँ डिस्क जकी। जसरी गीतहरू चाहिँ डिस्कमा हुन्छ नि, त्यो गीतमा चाहिँ अब बेसहरू हाल्ने या इफेक्टहरू हाल्ने अनि गीतहरूलाई चाहिँ काट्ने, अब त्यसलाई अलिकति लम्ब्याउने कामहरू गरेर चाहिँ दर्शकमा अरूले गाएको गीतहरूलाई चाहिँ बजाएर चाहिँ अरूलाई नचाउने काम गर्छ यसले। जस्तो तपाईँ नमस्ते इजरायल साँझ, यो विशेष गरी विजयादशमीको उपलक्ष्यमा आयोजित कार्यक्रम थियो। हजुर। र तपाईँ त्यसको लागि आउनु भएको थियो इजरायलमा। त्यस्तै हामीले अस्ति यो सलामे डिस्कोमा पनि तपाईँले कार्यक्रम गर्नुभएको र सफल भएको कुराहरू हामीलाई जानकारी हुन आएको थियो। विशेष गरी तपाईँले अरू पनि सङ्गीतका विधाहरू थिए नि, जस्तो गायन थियो, वाद्यवादन थियो होइन। वाद्यवादनमा पनि विभिन्न इन्स्ट्रुमेन्टहरू थिए, जस्तो किबोर्ड, गिटार, लिड गिटार, बेस गिटार। तपाईँले यो बाहेक चटक्कै योलाई पन्साएर एउटा अलिकति नयाँ किसिमको विधा जो चाहिँ विशेष गरी यो अमेरिकन वेस्टर्नतिर बढी युज गरिन्छ डीजे, त्यसैलाई छान्नुको कारण चाहिँ के हो त? अब डीजेलाई छान्नुको कारण चाहिँ फर्स्टमा त अब नेपालमा लाइक डीजे भन्ने थिएन जुन टाइममा मैले डीजे गर्थेँ। म चाहिँ अब अलिकति फिल्महरूमा अलिकति अब बाहिरतिरको त्यो क्लबहरूको त्यो हेरेर चाहिँ अब नेपालमा नि यस्तो डीजे मतलब क्लब म्युजिकहरू भयो भने चाहिँ अब राम्रो हुन्थ्यो, यसलाई चाहिँ हामीले चाहिँ नेपालमा पनि जन्माउन पायो भने के हुन्थ्यो कि भनेर हबिजको रूपमा चाहिँ यसलाई लियौँ र पछि यसलाई नै प्रोफेसनल रूपमा चाहिँ निरन्तरता दिएँ। तर डिजेमै राख्नुको कारण चाहिँ म डिजे नै हुन्छु भनेर डिजे गरेको चाहिँ होइन, तर अब गर्दाखेरि अब अरू पेसा अपनाउन नसक्ने यो डिजेलाई अँगाल्नु पर्ने चाहिँ स्थिति भयो। अनि यस सम्बन्धी कुनै अध्ययन, कुनै तालिम, कुनै विशेष के योग्यता बनाउनु भएको छ? यस्तो छ, जुनै काममा पनि अध्ययन एउटा प्र्याक्टिस त चाहिहालिन्छ। तर जुन टाइममा मैले चाहिँ डिजे गर्दाखेरि नेपालमा कुनै पनि डिजे क्लासहरू थिएन, इभन इन्डियामा पनि डिजे क्लास थिएन। अब अमेरिका युरोपमा थियो होला, आई थिङ्क हुनुपर्ने हो त्यो टाइममा। तर अमेरिका युरोपमा गएर चाहिँ डिजे क्लास लिनलाई एकदमै कठिनाइ अलिक अब भनौँ न। नेपालको परिस्थितिमा चाहिँ अब पैसाकै समस्याले गर्दा पनि नेपालमै जति जाने बुझेका मान्छेहरू हुन्छ नि डिजे सम्बन्धी म्युजिक सम्बन्धी जाने बुझेको मान्छेहरूसँग बसेर सिकौँ र आफै प्र्याक्टिस अनि प्र्याक्टिकलमै बेसी ध्यान दिएर चाहिँ क्लासहरू चाहिँ लिनु पाएन मैले। स्ट्रगल कतिको गर्नु पर्यो आजसम्मको यो बेलासम्म आइपुग्दा? जति पनि डिजेहरू अहिले नेपालमा हुनुहुन्छ उहाँहरूलाई त धेरै सजिलो छ। अब हाम्रो स्ट्रगलको कुरा गर्नुहुन्छ भने जुन टाइममा 91 तिर 92 तिर डिजे राजु, म, डिजे निलाकाश, हामी 3जनाले चाहिँ डिजे गर्थ्यौँ त्यो टाइममा। अब अहिले जस्तो प्रोफेसनल सिडी प्लेयर पनि छैन, मिक्सर पनि छैन। हामी चाहिँ एउटा नर्मल सिडी प्लेयर, सोनीको सिडी प्लेयर अनि स्टुडियोको मिक्सरबाट चाहिँ मिक्स गर्नुपर्ने हुन्थ्यो। गानाको त्यो बिटहरू एक एक पत्ता लगाएर चाहिँ अब त्यसमा त बिपिएम सिपिएम अहिले अब त मान्छे बिपिएम हुन्छ, सबै अहिले त अटोमेटिक नै प्लेयरमै हुन्छ। त्यो टाइममा चाहिँ हामीले चाहिँ सबै कन्ठ गरेर कति मिनटमा बिट उठ्छ त, कति मिनटपछि भोकल सुरु हुन्छ त, त्यो सबै कन्ठ गरेर चाहिँ हामीले चाहिँ डिजे गर्थ्यौँ त्यो टाइममा चाहिँ।
विभिन्न देश पनि जानुभयो, त्यहाँ भएको स्टुडियोहरू पनि देख्नुभयो, डिजे सम्बन्धी कार्यक्रममा पनि सहभागी हुनुभएको छ, नेपालमा पनि गर्नुभएको छ भने यो जुन नेपालमा गरिने डिजे विदेशमा गरिने डिजे यो हेर्दाखेरि नेपालमा यसको स्कोप कस्तो छ त? किनकि भोलि अरू कुनै व्यक्तिलाई पनि मन लाग्छ कि म पनि डिजे प्रोफेसन अपनाऊ भन्दा तपाईँ उहाँलाई यसको स्कोप के छ त भनेर जानकारी भयो भने सजिलो हुन्छ नि। त्यो पनि संसारको विभिन्न देशहरूमा डिस्को क्लबहरू चलिरहेछन्, मान्छेको आफ्नो इन्कम त्यहीँबाट चलाइरहेछन्। तर नेपालमा चाहिँ डिजे अलिकति गाह्रो छन्, किनभने नेपालको क्लबहरू 9-10 बजीपछि बन्द हुन्छन्। अनि डिस्को चल्ने भनेको 9-10 बजी पछाडि हो, बिहान 3-4 बजीसम्म चल्ने हो। तर नेपालमा चाहिँ त्यो नभएर डिस्को रेस्टुरेन्टहरू यो अब पबहरू सबलाई एउटै क्याटेगोरीमा राखेछन्। अब नेपालमा चाहिँ अलिकति डिजेको प्रोफेसन अँगाल्नको लागि अथवा राम्रो हुनको लागि चाहिँ गभर्मेन्ट लेभलबाट नै अलिकति स्ट्रङ हुनुपर्छ। जस्तै गभर्मेन्टले चाहिँ डिस्कोमा ट्याक्स लाउने अनि बिहान 3-4 बजीसम्म चलाउन दिने, सेक्युरिटी पनि दिने, ट्याक्स पनि लिने। त्यो भयो भने चाहिँ नेपालमा अलिकति डिस्को अनि डिजेहरूको स्कोप हुन्छ र नत्र अहिलेको जस्तै लाइक अब पब, डिस्को, रेस्टुरेन्ट सबलाई एउटै क्याटेगोरीमा राखेर चाहिँ चलायो भने लास्टमा नेपालमा डिजेहरूको त्यति स्कोप हुँदैन होला मेरो विचारमा। भनेपछि अलिकति हाम्रो स्टेटले पनि हाम्रो गभर्मेन्टले पनि यस डिजे क्षेत्रलाई चाहिँ उत्थान गर्नको लागि अलिकति नयाँ कार्य योजना चाहिँ बनाउनु पर्छ, कार्यान्वयन गर्नुपर्छ भन्ने चाहिँ कुरा देखिन्छ होइन यसको स्कोप हुनको लागि। अनि अर्को कुरा के छ भने जस्तो फरक के छ त? यदि ल सरकारले कार्यनीति बनायो, ठिक छ, डिजे एउटा छुट्टै विधा हो, सङ्गीतको गायन जस्तै वाद्यवादन जस्तै एउटा छुट्टै यो चाहिँ कला हो, प्रोफेसन हो, यसलाई हामीले उत्थान गर्नुपर्छ भनेर कार्यनीति बनाएको खण्डमा के यसको स्कोप छ? जस्तो इन्स्ट्रुमेन्टहरू जुन चाहिने पूर्वाधारहरू छन् त्यो के विदेशको र नेपालको के उस्तै छ, चलाउन सकिन्छ? संसारको जुनै पनि कुरामा गए पनि डिजेको इन्स्ट्रुमेन्ट एउटै हुन्छ, उसको काम गर्ने तरिका एउटै हो। अहिले जति नेपालमा चलिराखेको इन्स्ट्रुमेन्ट, अमेरिकामा चलिरहेको इन्स्ट्रुमेन्ट या इभन इजरायलमै चलिरहेको इन्स्ट्रुमेन्ट सेमै हो। तर एउटा यति मात्र फरक हो, इजरायलमा बिहान 5 बजीसम्म बजाउनु पाइन्छ, नेपालमा 11 बजीसम्म बजाउनु पाउँछ, त्यति मात्र फरक हो। तर सरकारले बिहान 4-5 बजीसम्म डिस्कोलाई चलाउन दिए पनि त्यो इन्स्ट्रुमेन्ट हो, अब अहिले 11 बजीसम्म चलाउन दिए पनि त्यो इन्स्ट्रुमेन्ट हो। हजुर, जस्तो अस्ति पनि तपाईँले सलामीमा जुन प्रोग्राम गर्नुभयो नि यहाँको डिजे चेङसँग होइन, हजुर, उहाँले गर्ने र तपाईँले गर्ने, उहाँले यहाँ युज गर्ने इन्स्ट्रुमेन्ट अनि नेपालमा युज गर्ने अथवा अरू देशमा तपाईँ सहभागी हुँदा गर्ने जुन प्रयोग गरिने इन्स्ट्रुमेन्ट छ नि, त्यसको उस्तै हो कि केही फरक छ कि एडभान्स युज गर्छन् कि यहाँ, अथवा नेपालमा अझै एडभान्स छ कि? जस्तो अस्ति एउटा गायकजीलाई मैले यहाँ ल्याएर चाहिँ इन्टरभ्यू गर्दाखेरि भन्नुभएको छ कि नेपालमा पनि एकदम राम्रो क्वालिटीको हामीले एल्बम निकाल्न सक्छौँ भन्ने कुरा गर्नुभएको थियो क्या। गायन क्षेत्रमा त मलाई त्यति आइडिया भएन, तर डिजेको क्षेत्रमा चाहिँ संसारको जुनै ठाउँमा गए पनि डिजेहरूले युज गर्ने इन्स्ट्रुमेन्ट एउटै हो। एउटै जस्तो फर्स्ट तपाईँले पहिलोचोटि डिजे कार्यक्रम जुन यो प्रोफेसनमा लागेपछि कहिले कुन ठाउँमा गर्नु? फर्स्ट कार्यक्रम भनेर म त क्लबमै काम गर्थेँ, क्लबमै फर्स्टमा त नेपालकै फर्स्ट क्लब थियो जली ब्रिज भन्ने, त्यही जली ब्रिजदेखि सुरु गरेको। तर यसरी प्रोग्राम भने एउटा प्रोफेसनल्ली एउटा प्रोग्राम गराएर अडियन्सहरू बोलाएर गर्नुभएको पहिलो कार्यक्रम देशभित्र थियो या देश बाहिर थियो? कुनै बताइदिनु, कुन चाहिँ थियो त्यो? देशभित्र भन्नाले अब हजारौँ कार्यक्रमहरू गरियो। पहिलो कार्यक्रम चाहिँ मैले कुन टाइममा गरेँ होला त्यति मलाई आइडिया भएन, जस क्लबबाटै सुरु गरेको हुँ। हजुर, अनि कुन टाइमदेखि चाहिँ मैले चाहिँ अब आउटमा चाहिँ प्रोग्राम गर्थेँ थाहा पाएन। दर्शकहरूको प्रतिक्रिया कस्तो छ? जस्तो डिजेलाई हेर्ने एउटा हेराइ हुन्छ नि, सोच, अब कसरी लिने, एडेप्टेसन हुन्छ नि, कसरी लिएका? जस्तो गीत सङ्गीत सिनेमा अनि विधालाई लिएको जस्तै तपाईँको विचारमा डिजेलाई अहिलेको जेनेरेसनले कसरी लिएका छन् जस्तो लाग्छ? यहाँ चाहिँ एउटा यस्तो छ, जो मान्छेले डिजेको प्रोफेसन यो हो र डिजेको काम यो हो भनेर बुझ्ने मान्छेहरूले चाहिँ राम्रै रेस्पोन्स दिनुहुन्छ। अब डिजे भन्ने के हो भन्ने कुरा नै थाहा नपाएको मान्छेहरू चाहिँ लाइक अब यो पछि मेरो गीत बजाइदियो तुरुन्तै, यो गीत भएन अर्को गीत लगाऊ, त्यस्तो टाइपको रेस्पोन्सहरू आउँछन्। तर मलाई आशा छ उहाँहरूले पनि छिटै यो पेसालाई बुझ्नुहुनेछ र उहाँहरूले पनि हामीलाई सपोर्ट गर्नुहुनेछ। हजुर, जस्तो अलिकति तपाईँले
आफूले स्मरणीय कुनै कुरा छ जस्तो तपाईँको नयाँ विधा भएको कारणले गर्दा यो काम गर्ने सिलसिलामा अविस्मरणीय घटना भन्छ नि जुन त्यस्तो केही छ भने बताइदिनुहोस् न। यो त क्लबमा हुने भएको हुनाले क्लबमा त जहिले पनि मान्छेहरू अब खाएर माथेको हुने अलिकति जय झगडा हुने यस्तो हुँदाखेरि अब 95-96 तिर चाहिँ जुन टाइममा जली ब्लुजमा काम गर्दाखेरि ग्याङ वार भएको थियो हाम्रो त्यहाँ। अनि अब त्यो टाइममा चाहिँ कम्ती पनि 50-60 जना मान्छेहरू पुरा घाइते भएको थियो कि बोतलले हान भएर चाहिँ त्यो क्लबै 1 महिना चान्चुन बन्द भयो। हामीलाई सबलाई क्लबको मान्छेहरूलाई पुलिस स्टेसनमा त लगेको थियो, त्यसलाई चाहिँ हामीले कहिले पनि बिर्सिन सक्दैन। भनेपछि यो पेसामा रिस्क देखिन्छ, जस्तो क्लबहरूमा आउने खाने झगडा गर्ने होइन पुलिसले हस्तक्षेप गर्ने कुराहरू पहिलादेखि नै सुनिन आएको छ, तपाईँले भोग्नु पनि भएको छ होइन। त्यसमा यस्तो रिस्कलाई हटाउनको लागि यो पेसालाई के गर्नुपर्छ? मैले अघि नै भनिहालेँ, यो पेसामा चाहिँ अलिकति रिस्क बेसी हुनुको कारण चाहिँ के छ भने क्लबलाई पनि रेस्टुरेन्टकै क्याटेगोरीमा राखेको छ। तर क्लबको मान्छेले चाहिँ अब त्यहाँको सम्बन्धित मान्छेलाई पैसा खुवाएर हुन्छ कि के गरेर हुन्छ डिस्को चलाइराखेको हुन्छ। अनि त्यो डिस्को चलाइराखेको हुनाले चाहिँ टाइममा पुलिसहरू आएर चाहिँ त्यहाँ चाहिँ छिटो बन्द गर्नुपर्ने स्थितिहरू आइरहेको हुन्छ, मान्छेहरूलाई लखेट्ने स्थितिहरू आइरहेको हुन्छ। त्यो नहोस् भन्नको लागि चाहिँ मैले तपाईँलाई अघि नै भनिहालेँ, सरकारले क्लबको लागि छुट्टै एउटा नीति बनाएर ट्याक्स पनि लिने, सेक्युरिटी पनि दिने र बिहानसम्म पनि चलाउनु दियो भने चाहिँ राम्रो हुन्छ। तेन्जिङजी त्यस्तै अब समयले डाँडो काटिसकेको छ, जाँदा जाँदै सम्बन्धित निकाय जुन यो तपाईँको प्रोफेसन सम्बन्धी के सुझाव दिनुपर्छ, त्यस्तै गरी इजरायलवासी नेपाली, त्यस्तै गरी हाम्रो अनसो हेर्नुहुने अनलाइनका दर्शकहरूलाई के भन्न चाहनुहुन्छ? एकचोटि भनिदिनुहोस् न प्लिज। newsnepal.com हेरिराख्नु भएको सम्पूर्ण दर्शकवृन्दहरूलाई म डिजे तेन्जिङको तर्फबाट के भन्न चाहन्छु भने इजरायलमा बसिराख्नु भएको सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले नेपाली कलाकारहरूलाई माया गरिराख्नु भएको छ। यस्तै माया गरेको कारणले हामी यहाँ आज तपाईँहरू समक्ष आउने सफल भएको हौँ र यस्तै माया गरिराख्नु होला। र सम्बन्धित निकायलाई के भन्न चाहन्छु भने सम्बन्धित निकायले मैले अब 2-3 चोटि के दोहोऱ्याइराख्नु यो कुरालाई, सम्बन्धित निकायको मान्छेहरूले सम्बन्धित ठाउँमा डिस्कोकै क्याटेगोरीमा राखेर जस्तै ट्याक्स लिनुपर्ने ट्याक्स लिने, सेक्युरिटी दिनुपर्ने सेक्युरिटी दिने र बिहानसम्म चलाउनु दियो भने चाहिँ राम्रो हुन्छ। हस् त तेन्जिङजी, तपाईँलाई आउँदो दीपावलीको शुभकामना छ। त्यस्तै नयाँ प्रोफेसनमा लाग्नु भएको छ, तपाईँलाई सदैवका लागि हाम्रो यो अनसो युनिट शुभकामना दिन चाहन्छौँ र आजलाई हामी यस कार्यक्रमबाट बिदा माग्छौँ तपाईँसँग। नमस्ते।